Hey guys, what's up? Welcome to ROTT, and today we'll be reacting on some gangster raps of Nepal है त. So last video मा पनि भनेको थिएँ that we'll be doing some gangster raps भनेर. Exposing. Yeah, exposing. See, the thing is, currently, uh, we've been going on to the Disney. We've been going through a lot of bullshit right now, होइन अमेरिकाबाट फर्काइदिएको छ ट्रम्पले नेपालको बारेमा के भनेको छ संसारले नराम्रो भनेको छ टेन्सन भइसक्यो होइन दुःख पाइसक्यो हामीले होइन त एकदमै म त साँच्चीको दुःख लागिसक्यो ग्रिलिस्टमा हालिदिएको छ के त्यही भन्छ तर अब त्यो कुरा सबै साइड लगाएर अब यसो रमाइलो गरिदिउँ न त आज चाहिँ अँ, आज रमाइलो हिजो आज गरिदिउँ। लेट्स डु दिस या किनभने यो ग्याङस्टर यु नो भाइ एकदमै चल्लाएको छ। यो भाइलाई मैले कहिलेदेखि देखिरहेको छु हुन्छ नट हिप हप त्यो गर्ने मान्छे होइन बेसिकली तर हेर्छु अनि दिस गाई इज लाइक कपनबाट अरे अनि अहिलेसम्म साँच्चीको त्यो आई डोन्ट नो वाइ हि डज ऊ आफैलाई त्यस्तो लागेको हो कि म एकदमै खतरा छु भन्ने त्यस्तो लाग्ने क्या मलाई चाहिँ पहिलादेखि राइट सी इफ यु गाइस अल अफ यु रिमेम्बर यो मान्छेलाई वेन एभर प्रोफेसर ट्रेक्स हुन्छ नि यो ऱ्यापर एकदम पुरानो हो तर याद गर है फेरि पुरानो हो जुन हामीलाई चित्त मलाई चित्त नबुझेको छ अहिलेसम्म पनि त्यही उल्टो पो भइरहेको छ कि उसको त बट नाउ हि थिङ्स डेलुलुमा छ पुरै डेलुजनल अनि अनेक काण्ड बन्छ त्यहाँ फेरि कसले कहिले के पोस्ट गरेको छ कसले पैसा दियो भने मागिरहेको छ कल्याप गर्दा नगर्ने यहाँ हो बट उसको त्यो खोक्रो एटिट्युड चाहिँ माथि नै ल्याइरहेको हुन्छ फेरि यो ग्याङस्टरमा भनेर ग्याङस्टर नहुने पार्टी चाहिँ सो उहाँ पनि त्यही ग्रुपमा त्यही पार्टीमा पर्नुभयो सो त्यही केही नगरी कुरा के विदाउट छ भने एनी फर्दर डु त्यो कुरा छ के भने अब ऊ सिनमा पुरानो मान्छे हो नि त जे होस् बुझेँ सिनको जे होस् पहिल्यैदेखि चिनिरहेको या या स्पेसली रबर्टदेखि चिने एक्ज्याक्टली हुन्छ नि सो द थिङ इज अब ट्र्याकहरू सुनिरहेकै छ हुन्छ नि तर आई वाज नेभर इम्प्रेस टु बी अनेस्ट नो नो वे नेभर इम्प्रेस आई अलवेज ह्याड अ होप हुन्छ नि दिस गाई विल डु समथिङ भनेर एन्ड But he's a talented, he's a really nice guy. Yeah. He does He- beatboxing, b-boying, and he raps, but uh, raps. त्यो यस्तो हो क्या हि टक्स अनि सबैभन्दा नराम्रो लाग्ने कुरा के थाहा छ हि टक्स अबाउट एमएफ डुम ड्याम इट एमएफ डुमको फ्यान हालत गाइज Last time Vinny Pass, स्ट्रेट अप हो है Vinny Pass, लास्ट टाइमको चाहिँ विनी प्यासलाई हामीले त्यो गऱ्यौँ यसपालि चाहिँ I'm gonna say हाम्रो नेपालको so without any further ado let's have some fun guys alright not serious at all dude. Not serious at all त्यो वर्ड छैन क्या सिरिजहरूलाई alright let's go with this मेरो see this Zip आउँछ त this is छैन छैन नि but he might उसले चाहिँ अब त्यो नामले मात्रै उसको इस्यु भयो नि त नाम मात्रैले गर्दा चाहिँ प्रड्युसर्सहरू राम्रो हुनु बेला हुन्न क्या उसको चाहिँ producers राम्रै छ भने producers are good कमी छैन भने राम्रो छ नेपाल त्यही त हो हामी ओ सही Oh my god, what was that? हेरे is this your lifestyle bro कुन चाहिँ रेस्टुरेन्टको होटेलको अथवा रेस्टुरेन्ट अथवा whatever त्यहाँको टोइलेटमा अब है I'm telling you exposing भन्ने वर्ड जुन राखेको छ नि expose means खोज्न खोज्यौँ है उसको सबै look at him straight up I've As seen if- your lives and Ah. talk about other people being उसको फेसको एक्सप्रेसन उसको एटिट्युड को जस्तो सोचिरहेको छ जुलियस सिजर थाहा छ त्यो ठान नाच्दै आफूलाई चाहिँ आई क्यान म भनेर क्या ए पन्ठान जुलियस सिजर जस्तो ठान नाच्छ कम्पेरिजन जुलियस सिजर जस्तो हुन सक्यो भने त सिधिहाल्यो नि यसले चाहिँ त्यस्तो छैन होला क्या सबभन्दामा Morris man, Professor. ला भन्ने Just class. Oh yeah, Professor. I have nothing with you. We have nothing with you. It's all about fun. And see, bhai, I'm telling you, no hard feelings. You uploaded, we reacted. Because you uploaded it exactly, and we reacted on it. It's the same thing. The life is about what you more sort of it's all about give and take. Policy, get the policy thing. Nice. Still, but honestly,
बिट चाहिँ मलाई एकदम मन पऱ्यो उम्, मलाई चाहिँ मन पऱ्यो बिट चाहिँ दामी छ ठिक तर यो मान्छेको त्यही हो कि सी प्रोफेसर ट्रेक्स एउटा कुरा भन्छु Mhm. प्लिज ट्राई टु बी यु एमएफ टु फ्यान हो भनेपछि यु क्यान जस्ट गो एन्ड फक इट अराउन्ड हुँदैन त्यस्तो वेट राख्नु पऱ्यो क्या हिजो मैले पछि मेरो किन नाम लिएँ वेट राख्छ कि त्यसले आफ्नो सो ट्रिक्स पुरानो हो होइन भाइ यति रिमेम्बर यु क्यान इम्प्रुभ देयर इज नो लिमिट इम्प्रुभमेन्ट्सको लागि युनिकहरूसँगै आएको हो ब्रो एक्ज्याक्टली युनिकसँग आएको मान्छे यार प्लस पुरानो बट अनफोर्चुनेटली उसले त्यो त्यही त भन्ने मैले यत्तिकै रिसाएको होइन कि मैले भन्नु खोजेको चाहिँ यत्रो टाइममा त यो बियर कहाँ पुग्यो होइन र ऊभन्दा कति पछि भिटेन ऊभन्दा कति पछि पुग्यो कहाँ मैले वान ट्राइन चाहिँ के अन्डरग्राउन्ड बस्नु सक पश्चिमे जस्तै होइन के भिटेनहरू जस्तो गर्नु सक्नु पऱ्यो कि दिस गाइ इज इन मेडल होइन त्यो त आजकल त चित्त नबुझेको त्यो लास्ट भिडियोमा मान्छेहरूले अब त्यो नराम्रो भट्टान्छ होला कि होइन हामीले नवाजलाई क्रिटिसाइज गरे जस्तो नवाजलाई नै टार्गेट गरे जस्तो भट्टान्छ होला तर द थिङ इज होइन गाइज वी आर नट अ मेन स्ट्रिम म्युजिक पिपल होइन नो सिरियसली नट अनि जुन हामीले युट्युबमा रियाक्ट गर्छ दिस इज फर हुन्छ नि हाम्रो मेमोरीको लागि हो अपार्ट फ्रम दि मोनिटाइजेसन सेक्सन किनभने नट गन लाइ एभ्रीबडी लभ्स मनी वी अल्सो डु एक्ज्याक्टली वान इट त्यही भएर पनि हामीले गरेर हो तर वी आर नट मेन स्ट्रिम म्युजिक लभिङ पिपल त्यही भएर वी आर इन्क्लुडिङ विनी प्यास एमएफ डुम भनेर क्याट्याङ गरेर अनि अरूलाई एक्ज्याक्टली इमोर्टल टेक्निक भन्ने यिनीहरूले एमएफ डु भन्छ साइप्रेसल भन्छ कस्तो सुन्ने मान्छेले यस्तो म क्यालिबर सुन्छु के अरे सफोकेसन सुन्छु के अरे भोमिटहरू सुन्छु त्यस एनालिप्सी सुन्छु बजाउँछु पनि त्यो भन्दै डिफ्रेन्सेस चाहिँ राइट म बजाउँछु पनि क्या राइट लेट्स ड्राइभ क्या बिट चाहिँ दम लाग्छ बिट इज गुड कुन चाहिँ बारेमा छ यो त्यही त हिँड्ने बाटो मेरो त बस्ने घर मेरो त चढ्ने गाडी मेरो गोजीको पैसा मेरो पैसाको पैसा मेरो त मात्र पात्र हिरो तैँले खेला फिल्म मेरो केही छैन तेरो तैँले खाएको भात मेरो फेर्ने सास मेरो टाउको माथि हात मेरो चाहिया छाप मेरो किन खोज्छ साथ मेरो हात्ती बात मेरो तैँले गाएको गीत मेरो यहाँको सिन मेरो यहाँको किङ मेरो देखा सपना मेरो तेरो सोच मेरो तल थाहा खोज मेरो गल्ती दोष मेरो खाउ र चोट मेरो कको रोड मेरो पावरको फोर्स मेरो नेताको भोट मेरो जहिले एरा मेरो भाग्यको खेला मेरो राजधानी क्याट्स मेरो पूर्व हो ज्यान मेरो कपन हो ग्याङ मेरो बेउरा छाडा मेरो तेरो बारा मेरो सहरमा हुर्केको आवारा हुर्काइ मेरो सबै मेरो तेरो I didn't hear anything else. मेरो चाहिया छाप मेरो किन खोज्छ साथ मेरो हात्ती बात मेरो तैँले गाएको गीत मेरो मेरो किन खोज्छ साथ मेरो हात्ती या Bug. भनेपछि जस्तो बात मेरो तैँले गाएको गीत मेरो यहाँको सिन मेरो यहाँको किङ यहाँको सिन मेरो यहाँको म किङ आई एम द वान मी हात्ती बात मेरो तैँले गाएको गीत मेरो यहाँको सिन मेरो यहाँको किङ मेरो King is for it. He's not even the king. गुची देखा सपना मेरो तेरो सोच You मेरो lines तल again. थाहा खोज मेरो गल्ती दोष मेरो खाउ र चोट मेरो कको रोड मेरो पावरको फोर्स मेरो नेताको भोट मेरो जहिले एरा मेरो भाग्यको खेला मेरो राजधानी क्याट्स मेरो Is it? लिटरली भन्नुपर्दा हि सेन जे सबै उसको रे एन्ड अनि प्रोफेसर ट्रिक्स भाइ कति पैसा खर्च गरे यार यसमा बरु एकदम राम्रो लेखेर कोठा यसरी कोठाभित्रै गरेको भए पनि बवाल आउँथ्यो एन्ड अनदर थिङ इज एभ्रिथिङ इज नट योर्स नथिङ इज योर्स अन्टिल यु डोन्ट बाई इट क्या होइन हिजोदेखि भनिरहेको छु है डोन्ट एक्ट सबैलाई भने क्या
Don't act like you're a real gangster who can pull up. यहाँ pull up पनि लेखेर दिइरहेको छु मैले कता न कतै होइन pull up को मिनिङ थाहा छ नि है ग्याङ्स्टर ऱ्यापर्सलाई थाहा छ भने डोन्ट युज इट नेपालमा चाहिँ हुँदैन अनि तराईतिर भयो भने छुट्यो काठमाडौँमा देयर इज नो चान्स It's a different case. काठमाडौँभित्र चाहिँ I really doubt it. डाउट होइन हुँदै हुँदैन पहिला पहिला हुने चाहिँ डिफ्रेन्ट केस अब त नो वे इन्टरनेट आयो क्या इन्टरनेट आयो पुलिस छ त्यहाँ एक्ज्याक्ट अनि माथिबाट क्याट्स रे भन्ने बित्तिकै हाम्रो दिमागमा के आउँछ थाहा छ पूर्वेली आइहाल्छ क्या पूर्वेली भन्दा पनि द थिङ इज काठमाडौँको मान्छेले कहिले पनि क्याच भन्दैन एक्ज्याक्टली त्यही भनेको हामीले त भन्दैन मलाई थाहा भएन फर्स्ट टाइम उसैबाट मैले सुनेको थिएँ क्या मैले इटरी सुनेको। कतैतिर क्याट्स नाम हेरेर भएको थियो क्या सो नाउ तर उसको जन्म चाहिँ पूर्व द्याट मिन्स युआर पूर्वेली नट लोकल म्यान Not local. No way. You ain't local. So stop doing it. जाऊ त्यहाँको भन् साथीहरूलाई भन्नु सक्नु पर्यो के आफ्नो ठाउँकोलाई आफ्नो ठाउँको रिप्रेजेन्ट गरेको you represent Kapan but in a very bad way. I'm sorry to say. Reality, this is it. You reality, you are doing हुन्छ नि कपनलाई उल्टो विकृतितिर लगिरहेको छ क्या बच्चाहरूलाई साइडबाट आएर बच्चाहरूलाई ग्याङ स्याङ स्याङ देखाउन लाउने आई डोन्ट नो इभन दो यु कसैलाई थाहा छ पनि होला के तिमी भन्यो साँच्चीकै ग्याङ्स्टर हो रे होइन आई डोन्ट नो यु डु यु नो नो सो वाट डज अ ग्याङ्स्टर डु वाट इज हिज जब एकदम लोकी बस्ने इट्स अल अबाउट मनी पैसा कसरी आउँछ एक्ज्याक्ट एक्सटोर्सन गरेर मान्छे मारेर ओर थर्काएर बन्दुक हालेर अगाडि राखेर अहिले एकदमै कमन चिज देखेको किनभने हाम्रो यहीँ बस्ती छ होइन हाम्रो बस्ती यहीँ नजिकै छ अँ, जे होस् 5 मिनट स्कुटरमा फुत्त गरेर बस्ती पुग्छ वाट आई सिन इज त्यो बच्चाहरूलाई सामान बेच्न पठाएको छ धन्दा गर्न पठाएको छ त्यही बच्चाहरूलाई जेल पठाइदिएछ म तँलाई जसरी पनि निकाल्छु बाबु अँ, म तँलाई जसरी पनि निकाल्छु भन्दैछ त्यो जेलहरूलाई त्यो बच्चाहरूलाई जेल पुऱ्याइदिएछ 4-5 वर्ष त्यो बच्चा जेल बस्यो जेलबाट निस्क्यो पढ्न पाएन स्किल्सहरू केही सिक्न पाएन बाहिर निस्केर के भन्छ exactly, सो इफ यु आर अ ग्याङ्स्टर यु आर अ फकिङ एसोल म्यान exactly. साँच्चीकै ग्याङ्स्टर हो भने यु आर एन एसोल होइन त्यो मेरो जहिले एरा मेरो भाग्यको खेला मेरो राजधानी क्याट्स मेरो पूर्व हो ज्यान मेरो कपन हो ज्ञान मेरो बेउरा छाडा मेरो तेरो बारा मेरो सहरमा हुर्केको तेरो पारा मेरो भनेपछि सुन तेरो पारा मेरो भनेपछि त तँ यस्तो हुनु पर्ने त खतराउनु पर्ने त मेरो पारा भयो त्यो भाइ त होइन उसको पारा कस्तो हो भने सबैको पारा धेरै भयो कि औकात पिपल इक्वल सेट एक्ज्याक्टली स्लिप नटले भने जस्तो आवारा हुर्काइ मेरो आवारा हुर्काइ मेरो भेट्नेलाई याद रियल रियल हन्नाइ मेरो खुङ्खार हन्नाइ मेरो सम्मा 10 कक्षा पढाइ मेरो खुङ्खार हन्नाइ मेरो What is this? I don't understand त्यसले के गरे Something Mexicans do के यस्तरी मान्ने पुरानो अहिले they don't really do होइन पहिला चाहिँ यस्तो गर्थ्यो कि मेक्सिकनहरूले गर्छ नि मुभीहरूमा ध्यान दिनु भएको छ नि मैले याद त्यही त बल्ल थाहा भयो कि पहिला पहिला के यस्तो पनि ठ्याक्कै त्यो कपाल हुन्छ नि त्यसरी सार्नुलाई के थाहा मलाई टुक्क बाने हुन्छ कि त्यो जस्ट लाइक कालीहरूले गरिरहेको जस्तो के अरे सम्मा 10 कक्षा पढाइ मेरो यो सत्र गर्नु पढाइ मेरो संसारहरूको मैले पढाइ मेरो पढाइ मेरो पिठ मेरो पुलिसको भ्यान मेरो खोपेको ज्यान मेरो छातीमा गोली मेरो बुलेट प्रुफ ग्लास मेरो कपरको ग्लास मेरो कुन चाहिँ एयरबिएनबी हो कि त्यो घर गाडी पनि गाडीहरू सब हाम्रो ल्याएर You don't have to do that. Rappers, all of you, wake up. You don't have to do that. वाइ यो लाइफ जे के पनि नगर्नु जे कसलाई हेर होइन नाइसलाई हेर अरू चाहिँ बिचारतिर त बुढो भयो ल चाहियो अरे भनौँ जे कसलाई हेर्छ मैले यु डोन्ट हेभ टु डु दिस टु अर्न हुन्छ नि तिम्रो नाम अझ खतरा बनाउने नो स्किल्स ऱ्याप राम्रो भयो भने खोपडा नदेखाए नि चम्किन्छ सिया चम्कियो जस्तो के खोपडै देखाउनु पर्दैन क्या उसको आवाज चाहिँ यस्तो खतरा छ कि अब यो सिआयो भने त्यस्तो छ कि अब मिलियन्समा चिन्छ ठ्याक्कैले हाम्रो अब केन्द्रिक नि भनौँ न अहिलेको कुरा छ Exactly. पहिला केन्द्रिक जसरी चम्क्यो चम्किने बेला केन्द्रिक नेभर सोड हिज चेन एक्ज्याक्टली नेभर हुन्छ नि त्यो रोल्स रोयस बेन्टी सेन्टी होइन क्या त्यो जे कसो छ नि उसले देखाउनु परेन नि त केन्द्रले पनि गरेको छ नि त्यति हो
देखाउनु परेको छ नि त तिनीहरूले अनि अर्को कुरा इफ यु होइन मलाई एकदम खास उसलाई नि टार्गेट आज किन गरेको भन्दा एमएफ डुम भनिरहेको छ कि अनि अपार्ट फ्रम द्याट एमएफ डुम भनेको त फकिङ हिज अ गड ड्याम इट एमएफ डुम सुन्ने मान्छेको यस्तो हुन्न है के अरे राइम्स के अरे बार्सहरू नो सो टेक्निकली हामी सुन्न पाइन्छ तर हामी सुनेपछि इन्सपायर त हुन्छ नि इन्सपायर भयो त्यही त इन्सपायर्ड म स्वेटसर्ट जस्तो मान्छे भएर डुब्ने इन्सपायर भएको छैन एमएफ डुम साँच्ची कि इज अ लेजेन्ड इज अ गड मान्छे हो क्या सुपर भिलन भन्दैछु नसुन्ने मान्छेले त सुन्दा टुवा पऱ्यो हो सुपर भिलन यतिकै भने होइन नि Exactly. So now I'm telling you, tricks. Stop flashing. Okay, start earning. तिमीले कल्चर देखाइरहेको एउटा चाहिँ बुझ्छु म एउटा कुरा भनिदिन्छु. सिबै सिबै भइरहेछ कल्चर देखिरहेछ त्यो लुगा सुगा See why I support Unique Poet. हुन्छ नि there is a reason. There is a reason. Unique Poet जति जे भन्यो जस्तो भन्यो that guy has some एकदमै उयो छ कि त्यो केटाको मलाई दामी लाग्छ हेर as a rapper है he never represent gangsters fucking shit no as a rapper मलाई एकदम मनपर्छ त्यो मान्छे उसले के भन्यो एउटामा त्यो के त के अरे नेपाल किङ अफ नेपालमा सागारसँग गर्दाखेरि क्या दामी दामी होइन आम नट टकिङ अबाउट भाइलेन्स आम टकिङ अबाउट द माइन्ड सेट इट्स अ साइन अफ प्रोग्रेस माथि लगाउँ न भन्ने कुरा मात्र थियो नि त अस्ति भर्खर पनि देश बिरामी सो डिफ्रेन्सेस हेर है आफै यो कुराहरूमा चाहिँ ग्याङ्स्टर ऱ्याप भनेर देयर इज नो ग्याङ्स्टर भनेपछि वाट इज द मिनिङ वाइ टु डु एन्ड पुट डाउन लेख्न थाल अलिक धेरै नै अलिक राम्रो लेख्न थाल सिद्धि त्यति हो म त उसको वाइ होइन उसले इतिहास मेरो भनेको थियो नि त उसको न्युज होला भनेको उसको हुनु पर्ने प्रोफेसर ह्यान्डबल भन्नाले यसको एक्सप्रेसन डान्सिङ चाहिँ राम्रो खतरा लाग्यो केटीको चाहिँ डान्स सेन्स चाहिँ राम्रो छ छ यो भाइ यहीँको सुरज कुलिके भन्ने हो के होइन यहीँको सुनाम एउटै टोल त What? Switch. Everybody got to do a bit switch. You're in a new generation. वाह स्विच गरेको त्यो पनि एन्डिङमा Bit switch. No sequel आउँछ कि एकैछिन मन्त्री हिँड्दै त एकैछिन चेक गर्नु ए त्यहाँ Iraq, local production. If you got that, Okay. से हेरिहाल्यो देखिहाल्यो होइन अनि लिरिक्स पनि सुनिहाल्यो लिरिक्स होइन लिरिक्स छँदै छैन त के पनि मेरो एभ्रिथिङ मेरो मात्र छ प्लस इन्स्टेड अफ ट्रिक्स के अरे उसको नाम पछि प्रोफेसर ट्रिक्स एउटा सानो फ्रिक एडभाइस हुन्छ नि एज अ अभियसली एज पनि सानो ठुलो भएको हुनाले स्टप डुइङ दिस पिएस होइन यो बुलसिट स्टप इट कोठामा बसेर अझै धेरै लेख्नु थाल अझै धेरै पेल्नु थाल हुन्छ नि
दामी भन्छु भनेर सोच्छ क्या नट बाई सोइङ अफ द ब्लिङ ब्लिङ एन्ड हुन्छ नि त्यो फ्ल्यास गरेर ओ कन्ट्रोभर्सीबाट चल्नु मन छ कि आफू ट्यालेन्टलाई साँच्चीका गरेर राखेर चल्नु मन It's छ not only about Professor Tricks, you know, it's all ओ यहाँ प्रोफेसनल मात्र भनेको होइन rappers हुन्छ नि त्यो gangster rap भन्ने त्यो हिजो हामीले लिइहाल्यो हिजो हामीले नवाजलाई टार्गेट गऱ्यौँ Stop it, man. ओमारजी कुनै कुनै किसपार्क भनेर भन्यौँ साँचो कुरा है त्यही भएर एक्सपोजिङ भने ट्रिक्सलाई मात्रै भनेको होइन है हामीले ट्रिक्स टु रिमेम्बर हामीलाई तिमीलाई केही पनि भनेको होइन बट जे हो त्यति भन्दा हो होइन युआर त्यतिसम्म त युआर स्मार्ट इनफ बट यो सबै बिएस चाहिँ छोडेर ध्यान अलिकति धेरै ऱ्यापमा अथवा प्र्याक्टिसमा दियो भने चाहिँ आई नो यु गोटा बी लाइक हुन्छ नि खतरा भएर निस्किन्छ भन्ने कुराहरू चाहिँ सो डु रिमेम्बर दिस विक इट्स अल अबाउट हिपहप को फेक हाम्रो सो कल ग्याङ्स्टर ऱ्यापर्सलाई एक्सपोज गर्ने नै हो सो यो गीतमा चाहिँ अब गरौँ त हाउ मच डु यु रेट इन विदिन 1 out of 10 विदिन 1 to 10 मा I'd like to give him 4 for representing culture. Culture देखेँ मैले भिडियो म्युजिक भिडियोमा कल्चर देखेँ. Apart from that, I don't want to talk more. Give it video what's what about you? I'll give it 1 Why? because कल्चर सो गर्नुभन्दा अगाडि आउनुपर्छ कि बुझ्यो कल्चरलाई सो गर्नुभन्दा अगाडि यु हेभ टु नो इच एन्ड एभ्री फङ्किङ थिङ इनसाइड अफ द कल्चर कि वाट ओ कल्चर बुझेको मान्छेले यस्तो गर्दा नि गर्दैन भाइ यु गिभन 4 गल्ती भयो पनि भयो तर तेरो हुँदैछ यही कोठाभित्र बसेर होइन जे को त्यसरी चम्क्यो यस्तो एउटा कोठामा बसेर केन्ड्रिक चम्क्यो यस्तो कोठामा बसेर एमिनियम चम्क्या यस्तो कोठाभित्रै बसेर के अरे हाम्रो के अरे युनिपोप पनि चम्केको मैले चाहिँ खासमा उ गरेको किनभने लास्ट टाइम आई गएको थियो मैले बुझेँ त्यो उ गरेँ त्योभन्दा किनभने आई लाइक इट अ लिटल आई लाइक दिस वान अ लिटल बेटर देन बवाल त्यो त त्यो चाहिँ त्यही भएर अब त्यही भएर तर होइन मेरो लागि त दुइटै उस्तै यो अझै तँलाई मलाई चाहिँ किनभने तिमीले के तैँले भनिस् कल्चर आई रिस्पेक्ट बट उसले कल्चर गरेर देखाएको देखेन त उसको लिरिक्स सिरिक्स खोइ त देखेन मैले भिडियोमा त वेयर इज द कल्चर भिडियोमा पनि भिडियोमा त्यो होइन त्यो देखेँ मैले त्यो त कल्चर होइन यार त्यो त हिपहपले बिगारेको कुरा हो बिगारेको छ विकृति भन्छ क्या त्यसले छ सो गाई त्यो हाम्रो विकको टपिकै त्यही त नि यो त्यही हो all of you विकृति and remember फेरि पनि भन्दैछु गाइज all of you please do comment है and कुनै स्पेसल रिक्वेस्ट छ भने यो हुन्छ नि यो स्पेसिफिक आर्टिस्टमा गर भनेर छ भने Yeah. पनि हुन्छ you can tell us कुनमा react गर्ने we'll do it and don't worry another thing thank you so much सबैजनालाई कमेन्ट गरिदिनु भएकोमा अनि एउटा रिक्वेस्ट के छ भने हामीले ओएमजी स्पार्कलाई हेपेको डिसरेस्पेक्ट गरे होइन द ओन्ली थिङ आई डोन्ट अन्डरस्ट्यान्ड इज जब मैले के अरे मेरो थम्बनेलमै टाउको यसरी बजाएको छु भने त्यो आइम नट लाइकिङ इट भनेर गरे हो क्या त्यो बुझ्नुभयो सो point is you don't know him and आई डोन्ट वान्ट टु नो it's not हुन्छ नि त्यो it's not Level- mandatory हुन्छ नि लेभलै छैन उसको I'm not obligated to हुन्छ नि know somebody एक्ज्याक्टली Yes. आई वान्ट टु नो Mm. इफ आई वान्ट नो देन म जान्छु ब्लुज कहाँ है म जान्छु भोलि आशिष भाइकोमा म जान्छु भोलि रोहित भाइकोमा सी राइट रोहित साके आई एम टेलिङ यु द्याट्स वाइ आई डोन्ट नो ओएमजी स्पार्क एन्ड आई डोन्ट वान्ट टु नो डिसरेस्पेक्ट गरेको होइन मेरो ट्रुथ कुरा भन्या हो र अर्को कुरा चाहिँ Experience. हेपीको कुरा गर्ने नै हो भने हो जस्तो लाग्छ भने हो हेपीकै हो त्यसो भए अर्को कुरा एक्सपिरियन्सको कुरा पनि छ किनभने we both spent our हुन्छ नि most of our life in studio भित्र पसेको छ क्या यत्तिकै so we know what a good production is what is not हुन्छ नि when I'm not saying अहिलेको भिडियोको but it's not नाइस इदर त्यही त अहिलेको भिडियोमा अहिलेको जुन बिट बाबाल क्याची हुक चाहिँ राम्रो थियो बट ट्रिक्स एज अ भाइ एज अ हुन्छ नि गुड आर्टिस्ट एज एन आर्टिस्ट म पनि एउटा सानो एडभाइस चाहिँ के भने स्टप दिस प्र्याक्टिसहरू धेरै गर्न थाल लेख्न थाल त अनि हेर Professor Tricks, man, you're the voice of people. तिम्रो पछाडि यति धेरै मान्छे so you can do it, bro. एक्ज्याक्टली म्यान त्यो चाहिँ हो है प्रोफेसर कम अन यु क्यान डु दिस स्टप दिस You that इमिडिएटली the attitude, you have the attitude. Do it. सक्छ पनि उसले एमएमले सिकेको पनि छ हुन्छ नि let's change the street. यो हाम्रो यो खोला सफा बनाइदिउँ अब यो सबै साँच्ची हो कसम उसले फेरि थाहा छ भने के आउँछ फाइल गरेर कुताहरू बिग्रिया देखेर त्यही त
तिम्रो टोलमा तिमीले देखेको छ यति धेरै ल, ल। रिफ्लेक्सन सिम्प्लेक्स यो जेनेरेसनलाई बचाउने नबचाउने त्यो टोलको कपन एरियाकोमा इट्स अप टु यु उम्, हिपहपको सिनमा चाहिँ बिग पार्ट छ कि है त्यो। सो बी अ गुड तिनीहरूको लिडर बन्न छ भने लिडर राम्रो भयो भने तल सब राम्रो हुन्छ यो राम्रो ठिक छ भने एभ्रिथिङ इज फाइन जब यो नै ठिक छैन भने तिम्रो खुट्टाहरू दामी छ खुट्टाहरू चल्छ काम चाहिँ के लाग्यो वेन इट डजन्ट नो हाउ टु डु इट Exactly. सो रिमेम्बर एन्ड सबैलाई भनेको यो इच एन्ड एभ्री ऱ्यापर्स हु डज यो सोको ग्याङस्टर फ्याङस्टर यहाँ हुँ टाङ टाङ सो मी एकचोटि भन्दाखेरि नट बाई एकचोटि हेर ग्याङस्टर साँच्चीकै रहेछ भने चाहिँ आल से ओ गुड म रहेछ त्यही भएर गरेँ तर नगरेको चाहिँ ठिक है प्लिज डोन्ट यस्तो कुरामा इन्भल्भै नहुनु फक हुँदाखेरि साँच्चीकै हो आई डोन्ट लाइक इट दिमाग छ लेट्स युज इट लेट्स अर्न मनी फ्रम द्याट देश बनाऊ देश बनाऊ हाम्रो देश बिरामी छ है shout out to unique poet Poet. shout out to unique poet साँच्चीकै हो shout out to हाम्रो के अरे झापालिस है अनि अर्को चाहिँ यस्तो अलिकति उस गर्ने गरिरहेको छ कि बिचरा कतिले गरिरहेको साकार छ साकर हाम्रो अन्त उसको होइन छोडिदेऊ उसमा नि गर्नुहोस् त्यही पनि good in मलाई त मनपर्छ है मलाई चाहिँ उस मान्छे चाहिँ मलाई नाइ त I don't know. मलाई भाइ हो म त्यसरी चिन्दिनँ As an artist, he's good. He's good, man. He's really good. मलाई चाहिँ मनपर्छ त्यसको एक्सेप्ट No artमा he's fucking good. अनि या alright guys thank you so much for your time and अहिले जो कमेन्ट गरिदिनु भएको जस्तै मैले त्यो कुरा चाहिँ क्लियर गरिदिएँ we don't it's not about disrespect it's about truth the truth त्यसको उसले त हुन्छ नि कमेन्टमा भने अनुसार त ओएमजी स्पार्क्स भनेको चाहिँ राइजिङ स्टार हो यहाँ हो उ त्यो हो राइजिङ स्टार इज अलवेज इन आइसाइटमा हुन्छ के आइसाइटमा हुन्छ रिमेम्बर डु रिमेम्बर त्यो चाहिँ सो लेट्स नट डु द्याट बुलशिट एन्ड मुभ अन विथ त्यो सबै कुराहरूबाट निस्किएर चाहिँ लेट्स डु सम गुड म्युजिक मेक आवर सेल्फ ह्याप्पी अहिले यहाँबाट ग्याङ्स्टर गरे दुईजना टोलको त्यहाँ पुरा बिफानन गरे अर्को टोल जाने पुरा बेला जस्तो कुरा हुन थाल्यो फेरि आई डोन्ट वान्ट इट रेस्टुरेन्ट कुनै ठमेलमा जान्छ कुनै क्लबमा भेट हुन्छ टेबलमा पारी बस्छ आँखा तर गर्दा हान्न हेरेर हुन्छ होइन आन गर्ने बेला बाउन्सर टिपेर फ्याल्ने सिद्धि हो ग्याङ्स्टर त्यही सिद्धो ग्याङ्स्टर पत्ता छैन मलाई त्यही भने all of thank you so much guys for your time as I always say subscribe likes as much as you can share and hit the notification bell the ting ting bell all right and do the comments please and the comment ma चाहिँ भनिदिनु कुन next गरौँ त right thank you so much signing out ROTT here signing out have a great day